आजको गेमलाई अलिकति समराइज गर्नुहोस् कस्तो भयो कहाँनिर आजको गेमभन्दा अब फर्स्ट इनिङ बोलिङ गर्दा चाहिँ विकेट एकदम त्यस्तो खराब त्यस्तो लागेको छैन होइन, राम्रै विकेट थियो। सो चेन्ज गर्नुपर्ने थियो। सो 2-3वटा चाहिँ अलि सर्ट डिस्मिसलहरू भयो। सो मलाई लाग्छ त्यहाँदेखि हामीले अलिक छिटो विकेट गुमाउनु पुग्यौँ, त्यसले गर्दा चाहिँ हामी चुक्यो जस्तो लाग्छ। अलिकति बााउन्स ब्याक गर्ने एउटा चान्स पनि थियो होइन, 17मा चाहिँ 7मा चाहिँ रोकी पनि सक्नुभयो साथी चाहिँ आज ब्याटिङमा चाहिँ हामीले त्यो प्लान अनुसारले खेल्न नसकेको जस्तो देखिरहेको थियो। के भइरहेको थियो ब्याटिङमा चाहिँ होइन, अब सबैलाई थाहा नै छैन यति खेलिसकेको छैन। अब प्लानहरू त सबैको माइन्डमा आफ्नो पर्सनल पनि थियो होला, अब कि टिमको पनि थियो होला। तर मैले जस्तो भने 2-3वटा जुन सफ्ट डिस्मिसल भयो सिधा होइन, राम्रो खेलेको सटर एकदम हातैमा गयो। त्यसले गर्दा पनि हामी लास्टमा विकेट जोगाउन सकेनौँ। त्यसले गर्दा चाहिँ हामीलाई गाह्रो पनि छ। चितवनलाई हराएर स्टार्ट गरेको दिल्लीले होइन, त्यसपछि कर्णालीसँग हारेर फेरि बााउन्स ब्याक गर्न सकेर फेरि आज पनि चाहिँ हारेको अब यसले चाहिँ कतिको यात्रा कठिन बनेको छ, कतिको डिफिकल्ट भएको छ होइन। अहिले भर्खर त टुर्नामेन्ट स्टार्ट होइन, भर्खर 3 गेम भएको छ। सो 3टा गेमले केही डिसाइड गर्न मिल्दैन होइन। सो अहिले टप 4को लागि मलाई लाग्छ अझै पनि कमब्याक गर्नेछौँ स्ट्रङली। सो नेक्स्ट गेममा जित्नेछ। आज तपाईँको पर्फर्मेन्स एकदमै राम्रो भयो होइन, तपाईँले सबभन्दा बढी स्कोर पनि व्यक्तिगत बढी स्कोर गर्नुपर्छ 20 रन, 2 विकेट दिनुभयो, क्याचहरू पनि एकदमै राम्रो गर्नुभयो, एउटा त 1 ह्यान्डेड क्याच पनि रहेको थियो। आफ्नो पर्फर्मेन्सलाई चाहिँ कसरी चाहिँ होइन, अब मेरो इन्डिभिजुअली राम्रो भयो तर होइन, तर टिम जितेन होइन। सो टिम जितेन भने मलाई लाग्दैन केही माने राख्छ पर्फर्मेन्स। सो जिताएको भए चाहिँ राम्रो हुन्थ्यो। सो अब ट्राई गर्छु नेक्स्ट म्याचमा यस्तो मिस्टेक नहोस्। त्यो 1 ह्यान्डेड क्याचको बारेमा भनिदिनुहोस् न। 1 ह्यान्डेड क्याच त्यसपछि सेलिब्रेसन ग्राउन्डमै लडिरहनु भएको थियो होइन, त्यो खुसी नै होला सायद। अब एकदम मिलन कुमार एकदम इम्पोर्टेन्ट प्लेयर थियो होइन उनीहरूको। सो एकतर्फबाट चाहिँ उहाँले इनिङ एकदम होल्ड गरेर राख्नु भएको। सो यति राम्रो प्लेयरको राम्रो क्याच दिँदा खुसी लागिहाल्छ। सो होइन, अन्त राम्रो मोमेन्ट थियो। त्यो बेलामा पनि एकदमै क्रुसियल इनिङ्सहरू तपाईँले खेल्नु भएको थियो। पहिला विजेता टिमसँग हुँदा, जनकपुरसँग हुँदा र अहिले चाहिँ लुम्बिनीमा आउँदाखेरि कतिको फरक हुँदो रहेछ टिम चेन्ज हुँदाखेरि चाहिँ? अब त्यस्तो केही फरक त छैन होइन, किनभने T20 क्रिकेट हो। त्यो T20 क्रिकेटमा अब जुन टिममा गए पनि मेरो रोल थियो होइन। अब कति बेला बलिङ गर्ने अनि आफ्नो कति बेला ब्याटिङ आफ्नो ब्याटिङदेखि कति कन्ट्रिब्युसन गर्न सक्छु अनि टिमलाई जिताउने ट्राई गर्छु होइन अलवेज। सो अब भएन। सो त्यस्तो T20 क्रिकेटले चाहिँ त्यस्तो केही फरक पर्दैन। शाहब आलमको बल चाहिँ एकदमै सजिलरी खेल्नु भएको थियो होइन, स्पिनरले नै स्पिनरलाई राम्ररी खेल्छ भनेर जुन भनिन्छ नि होइन, त्यो चाहिँ खुब सजिलरी 3टा छक्का हालिसकेपछि लुम्बिनीले कमब्याक गर्छ भन्ने एउटा राम्रो माइन्डसेट पनि बनेको थियो होला। त्यसपछि चाहिँ के भयो? अब दिलीप नाथ र म खेल्दाखेरि चाहिँ मैले उसलाई भनेको थिएँ कि हामी दुईजना चाहिँ जिताउन सक्छौँ म्याच यहाँदेखि होइन। जो चाहिँ मलाई लागेर चाहिँ 20 रनको ओभर हो, त्यहाँदेखि हामी क्याचअप गऱ्यो भने म्याच आउँछ, किनभने बल राम्रो आइरहेको थियो ब्याटमा। सो जहाँसम्म मैले त्यही भने, जुन हामीसँग विकेट नभएर मात्र अलिकति त्यो चिज हुन पुगेन। सायद विकेट त्यहाँ हातमा भएको भए म पनि सायद त्यो अलि डिसिजन त्यस्तै लिन्थेँ होला। नयाँ टिममा हुनु त्यसपटक होइन, अब टिमको विश्वास चाहिँ कति जिते जस्तो लाग्छ? किनकि एउटा विश्व स्पिनरको तपाईँलाई विश्वास गर्नु पनि जरुरी छ, अगाडि बलिङ लगाउनु ब्याटिङमा गर्नु होइन, कतिको सेटिस्फाई हुनु? एकदमै चाहिँ मलाई चाहिँ रोहितले एकदमै धेरै मलाई चाहिँ जतिखेर पनि एकदमै टिमको चाहिँ बेस्ट बोलर भनेर चाहिँ ट्रिट गर्छ होइन। सो पावर प्ले होस्, डेथमा होस्, मिडल ओभरमा होस् अनि ब्याटिङमा पनि उसले मलाई बिलिभ गर्छ होइन जतिखेर पनि। सो एकदमै उसले चाहिँ मलाई एकदमै लाइक फ्री छोडेको छ होइन। सो एभ्री बेलामा चाहिँ अब टिमको लागि चाहिँ जतिखेर पनि सो एकदम इन्जोय गरिरहेको छु, मलाई एकदम राम्रो फिल भइरहेको छ। आजको चाहिँ त्यो करणको इनिङलाई चाहिँ कसरी हेर्नुहुन्छ? कस्तो करणले जुन किसिमले ब्याटिङ गर्नु सपोर्ट ब्याटिङ त्यो इनिङलाई करणको पर्फर्मेन्सलाई चाहिँ के भन्नुहुन्छ? त्यही मलाई अलिकति लाग्यो, जुन एउटा उनीहरूले मोमेन्टम पायो होइन, त्यही एउटा ओभरदेखि जुनदेखि करण दाइले चाहिँ एउटा क्रुसल इनिङ खेल्यो होइन, त्यहाँदेखि उहाँले चाहिँ मोमेन्टम पायो। सो 150 क्रस हुन पुग्यो। सो त्यो एकदम राम्रो इनिङ थियो। सो ठिक छ। ठ्याक्कै त्यस्तै लागिरहेको थियो हामीलाई पनि, तपाईँले त्यो 3वटा छक्का हालिसकेपछि त्यही मोमेन्टम चाहिँ आउँछ कि जस्तो लागिरहेको थियो। तर त्यसपछि ठ्याक्कै अर्को ओभरमा तपाईँ रन आउट हुनुभयो, त्यतिखेर चाहिँ कस्तो फिल? होइन, अब एकदमै आफूलाई नराम्रो त फिल भएन। सो तर अब त्यहाँनिर ट्राई त यही थियो कि म्याच जिताउने होइन। अब हामीहरूसँग त्यही मैले भनेको विकेट नहुनाले मात्र अलिकति त्यहाँ अब त्यसो भने त रिजल्ट डिफ्रेन्ट हुन्थ्यो होला। तपाईँ त्यो रनआउट हुँदा एकछिन ग्राउन्डमै गरिरहनु भएको थियो, तपाईँलाई लाग्थ्यो तपाईँ रनआउट नहुनु भनेर गेम रिजल्ट आउँथ्यो? स्योर, रनआउट नभए त मलाई त यति कन्फिडेन्स छ कि मैले त माइन्डमा त्यही सोचेको थिएँ कि 3-4 छक्का हान्नु छ यहाँदेखि भनेर, त्यही लिएर खेलिरहेको थिएँ म।
सो कन्फिडेन्स छ कि म जिताउँछु भनेर थ्याङ्क यू थ्याङ्क यू